को निम्ति हार्दिक आह्वान गर्दछौँ। यसैगरी छुवाङ राई कोशी प्रदेशका राजनीतिक समितिका सदस्य हुनुहुन्छ, उहाँलाई पनि अतिथिका रूपमा हामी आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दछौँ। यसैगरी अतिथिकै रूपमा हुनुहुन्छ कोशी प्रदेशका श्री श्रम संस्कृति पार्टीका कोषाध्यक्ष स्वरूप शीतल राई, उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दछौँ। यसैगरी अर्का अतिथिका रूपमा हुनुहुन्छ रबिन तिलुङलाई पनि पूर्व जिल्ला संयोजक हुँदाहुँदै आज निरन्तर अभियानमा हुनुहुन्छ, उहाँलाई पनि हामी यस मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दछौँ। यसैगरी कोशी प्रदेशका श्रम संस्कृति पार्टीका सदस्य भूपेन्द्र राईलाई पनि अतिथिका रूपमा अतिथि आसन ग्रहण गरिदिन हुन हार्दिक विनम्र अनुरोध गर्दछौँ। यसैगरी अर्का अतिथि हुनुहुन्छ प्रदेश कमिटीका सदस्य यादव राई, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दै पुनः अर्को अतिथि हुनुहुन्छ फेरि प्रदेश कमिटीका सदस्य रविन्द्र राईलाई पनि हामी यस मञ्चमा आई अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दछौँ। यसैगरी अतिथिकै रूपमा हुनुहुन्छ जिल्ला कमिटीका सदस्य जीवन राई, उहाँलाई पनि आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दछौँ। यसैगरी हाम्रा जिल्ला कमिटीका सदस्य राज बान्तवालाई पनि हामी यस स्टेजमा अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दछौँ। जिल्ला कमिटीका सदस्य हुनुहुन्छ किशोर राई, उहाँ सचिव हुनुहुन्छ, उहाँलाई पनि हामी यस स्टेजमा अतिथिको आसन ग्रहण गरिदिन हुन हार्दिक आह्वान गर्दछौँ। यसैगरी भूपाल तामाङ हुनुहुन्छ उपाध्यक्ष, हाम्रो आजको यस स्टेजमा आई अतिथिको आसन ग्रहण यसैगरी हाम्रो अतिथि आसन ग्रहण गर्ने क्रममा हाम्रो मनिष राई, उहाँलाई पनि यस स्टेजमा आएर अतिथिको आसन ग्रहण गरिदिन हुन